साथीहरू, अम्बुले राईहरूको घरमा चाहिँ सुँगुरको आन्द्रा चाहिँ स्पेसल मासुको रूपमा खाने गर्छौँ। आज चाहिँ दिदीले बाहिरबाट आन्द्राहरू चाहिँ लिएर आइसक्नु भएको छ। अनि उहाँले चाहिँ माथि छतमा लगेर केलाउँदै हुनुहुन्छ। यो केलाउनको लागि चाहिँ धेरै झन्झट छ, तर यसमा चाहिँ धेरै बोसोहरू अब फोहोरहरू हुन्छ, सो केलाउनु चाहिँ पर्छ। दिदीले चाहिँ मसिनो आन्द्राहरू निकाल्नु भएर केलाइसक्नु भयो। त्यसपछि चाहिँ मैले लिएर बोइल गर्नको लागि पानी र आन्द्रा बसाले बाहिरबाट चाहिँ बेसाल ड्रप गरिदिएँ। अनि अहिले चाहिँ भक्कै उम्ल्यो है, लगभग पाकिसकेको छ आन्द्रा चाहिँ राम्रो भएको छ। यो पाकिसकेपछि चाहिँ फेरि पनि पखाल्नु छ। अनि पखाल्नको लागि चाहिँ मैले बाटामा खनाइदिएँ। त्यसपछि चाहिँ दिदीलाई काम अराएँ। उहाँले चाहिँ अब केलाउनको लागि यहाँ पानी खन्याउनु भयो। फेरि नयाँ पानी चाहिँ धारामा खोल्नु भएर पखाल्दै हुनुहुन्छ। यसमा चाहिँ धेरै चिल्लोहरू हुन्छ, सो धेरै नै पखाल्नुपर्छ, न त चाहिँ ग्यास्ट्रिकको लागि गाह्रो हुन्छ। आन्द्रा पकाउनको लागि चाहिँ एकदमै गाह्रो छ। अनि घरभित्रबाट चाहिँ दिदीलाई मैले बाहिर लग्नुहोस्, बाहिर काट्नुहोस्, फोहोर हुन्छ भनेर उहाँले चाहिँ बाहिर काट्दै हुनुहुन्छ। काटिसकेपछि चाहिँ मैले सबै भिडियो चाहिँ क्याप्चर गर्न पाएन। अहिले चाहिँ ओइरिसकेर चलाउँदैछु, लगभग पाक्दैछ। लास्टमा यसको रिजल्ट चाहिँ अन्तिम भइसकेको छ। यस्तो मजाले तेल निस्किरहेको छ। यो तेल चाहिँ खराएर फालिदिनुपर्छ, त्यो बेला चाहिँ राम्रो हुन्छ। अनि यसमा चाहिँ झ्याउ राख्नु पनि छ। हाम्रो गाउँतिर चाहिँ आन्द्रामा चाहिँ झ्याउ राख्दैन, तर यहाँ काठमाडौँमा चाहिँ पाउँदो रहेछ। दिदीले चाहिँ झ्याउ लिएर राख्नुभएको थियो अस्ति नै। अनि अहिले चाहिँ उहाँले चाहिँ मसिनो काटेर झ्याउ राख्नुभयो। अनि अहिले चाहिँ फेरि चलाउँदै हुनुहुन्छ। यो दुईवटा मिक्स गरेर फ्राई गर्दा चाहिँ मिठो हुन्छ भन्नुभयो दिदीले। मैले चाहिँ झ्याउ राखेर खासै खाएको छैन, आज चाहिँ यसो ट्राई गर्नु पऱ्यो भन्नुभयो। अनि उहाँले फेरि रक्ती ड्रप गर्नुभयो। रक्ती पनि मजाले फ्राई गर्दै मसिनो बनाउँदै अन्तिममा चाहिँ साथीहरू लगभग पाकिसक्यो है। कस्तो राम्रो भएको छ है, स्मेल पनि मिठो आइरहेछ। त्यसपछि यो चाहिँ मैले फ्राई गरेको अन्तिममा। अनि हामी चाहिँ 4जना छौँ कि 4जनाको लागि चाहिँ मैले काँचको भाँडामा चाहिँ हालिदिइसकेँ है, 4जनाको लागि। अरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ भरै खानुहुन्छ। अहिले चाहिँ हामी 4जना छौँ, त्यसको लागि चाहिँ मैले 4 भाग हालेँ। कस्तो छ साथीहरू है, हेर्दै यस्तो सो यम्मी देखिरहेछ। सो साथीहरू, हाम्रो लागि चाहिँ यो सुँगुरको आन्द्रा भुटुन चाहिँ एकदमै स्पेसल मासुमा पर्छ। तपाईँहरूले चाहिँ खानुभएको छ कि छैन? झ्याउ राखेर आज चाहिँ पहिलो दिन टेस्ट गर्दैछु मैले, कस्तो हुन्छ भनेर चाहिँ आज नै खाँदैछु ल साथीहरू। कस्तो मिठो बास्ना आइरहेछ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।